सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा जय मसीह ख्रिस्टी अभिवादन। रेडियो किङडम भोइस एफएम 102.1 मेगाहर्ज कार्यक्रम असल छिमेकी सुनेर बस्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। आज फेरि तपाईहरू सँगै रहेर केही समय परमेश्वरको वचनबाट हेर्नेछौँ। आउनुहोस्, यदि तपाईहरूसँग धर्मशास्त्र पवित्र बाइबल छ भने यूहन्ना 3 अध्यायको 1 देखि केही पदसम्म हामी हेर्नेछौँ। मलाई आशा छ तपाईहरू सन्चै आरामै हुनुहुन्छ र तपाईहरू आफ्नो काम व्यस्तताको बावजुद पनि यस कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि म धन्यवाद साथसाथै स्वागत फेरि पनि गर्दछु। यूहन्ना 3 अध्यायको 1 पदमा फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए। तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति येशू कहाँ आए र उहाँलाई भने, गुरुज्यू, हामी जान्दछौँ तपाईँ परमेश्वरबाट आउनु भएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन। येशूले तिनलाई जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? येशूले जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। यहाँ एकजना फरिसी मध्ये निकोदेमस नभएका एकजना, जुन चाहिँ यहुदीहरूका महासभाको एक सदस्य थिए। फरिसी भन्नासाथ हामीले के बुझ्न सक्छौँ भने त्यो समयमा सामाजिक स्थिति के थियो भने धनीहरूमा मात्र सीमित नभई आर्थिक वर्गको फराकिलो दायराबाट आएका थिए भन्ने हामी बुझ्न सक्छौँ। र धार्मिक विश्वासकोमा हेर्ने हो भने तिनीहरू लिखित तोरा र मौखिक कानुन दुवैमा विश्वास गर्थे र धार्मिक कानुनको कडा व्याख्या प्रतिको प्रतिबद्धताको लागि उनीहरू परिचित थिए भन्ने हामी बुझ्न सक्छौँ। राजनीतिक अडानमा हेर्ने हो भने तिनीहरू लोकप्रिय धार्मिक अभ्यासमा प्रभावशाली थिए र तिनीहरू चाहिँ प्राय सदुकीहरूसँग झगडा गर्थे भन्ने कुरा बुझ्छौँ। अनि पुजारीहरू कुलीन वर्गभन्दा बाहिर यहुदी कानुनको व्यापक पालनाको वकालत गर्दै हिँड्ने समूहको मध्ये एकजना निकोदेमस, जुन चाहिँ महासभाको एक सदस्य पनि थिए भन्ने बुझ्छौँ। ती व्यक्ति आएर येशूलाई यी प्रश्नहरू गर्दै गर्दा येशूले जवाफ दिनुहुन्छ, तिमी चाहिँ नयाँ गरी जन्मनुपर्छ है। तपाईँ हामीले अनन्त जीवन अर्थात् नयाँ जन्म पाउनको लागि चाहिँ नयाँ गरी जन्मिएर मात्र अनन्तको जीवन पाउँछौँ भन्ने कुराहरू यहाँ व्याख्या गरिएको छ। हामी यस खण्डबाट बुझ्न सक्छौँ। यस खण्डबाट परमेश्वरले हामीलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा पनि हामीलाई प्रष्टसँग देखाइएको छ। परमेश्वरले चाहिँ सबै मानिसहरू बाँचेको, सबै मानिसहरूले चाहिँ अनन्त जीवन पाएको उहाँ चाहनुहुन्छ। उहाँको इच्छा चाहिँ सबै मानिसहरू बाँचुन् भन्ने हो। र अहिलेको वर्तमान र भविष्यमा हेर्ने हो भने यो मृत्युपछि स्वर्गमा बाँच्ने मात्र होइन, तर अनन्त जीवनको गुणस्तर जुन पृथ्वीमा सुरु हुन्छ र सधैँभरि जारी रहन्छ, जुन परमेश्वरसँगको सङ्गतिद्वारा विशेषता हो, जुन चाहिँ अनन्त जीवन। अनि
पृथ्वीमा चाहिँ पुनर्स्थापित, जुन चाहिँ यस भविष्यमा दुष्टता र पीडाबाट मुक्त रूपान्तरित शान्तिपूर्ण पृथ्वीमा चाहिँ समावेश रहेको छ। प्रियजनहरू, सधैँभरि बाँच्नु भनेको चाहिँ हाम्रो सीमित दिमागले बुझ्न गाह्रो हुनसक्छ, तर अनन्त जीवन भनेको सधैँभरि बाँच्नु हो। बाइबलमा अनन्त जीवन भनेको येशू ख्रीष्टलाई पछ्याउने, छनौट गर्दा मानिसहरूले प्राप्त गर्ने सिद्ध स्वर्गीय गन्तव्य हो भन्ने कुरा चाहिँ हामीलाई बताउँदछ। प्रियजनहरू, आजको वचनको विशेष गरी विषय चाहिँ अनन्त जीवन रहेको छ र अनन्त जीवन हामी कसरी पाउन सकिन्छ भन्ने कुरा चाहिँ यहाँ हामीलाई परमेश्वरको वचनले प्रष्टसँग बताएको हामी भेट्न सक्छौँ। म फेरि तपाईहरूलाई दोहोऱ्याउन चाहन्छु, हाम्रो सीमित दिमागले हामीलाई बुझ्न गाह्रो हुनसक्छ अनन्त जीवन के हो भन्ने कुरा, तर अनन्त जीवन भनेको सधैँभरि बाँच्नु हो। बाइबलमा अनन्त जीवन भनेको येशू ख्रीष्टलाई पछ्याउने, छनौट गर्दा मानिसहरूले प्राप्त गर्ने सिद्ध स्वर्गीय गन्तव्य हो। प्रियजनहरू, तपाईँ हामीले कतिजनाले येशू ख्रीष्टलाई विश्वास गरिसकेका छौँ र कतिजना दाजुभाइ तथा दिदीबहिनीहरूले येशू ख्रीष्टलाई विश्वास गर्न बाँकी नै रहेको छ। यदि तपाईँहरू जुन अवस्थामा हुनुहुन्छ तपाईँहरू अहिले यात्रामा हुनुहुन्छ होला, तपाईँहरू आफ्नो काममा हुनुहुन्छ होला, अथवा तपाईँहरू घरमै आएर तपाईँहरूले यस कार्यक्रमलाई सुनिराख्नु भएको छ भने आज तपाईँलाई परमेश्वरको वचनले भन्दै हुनुहुन्छ, तिमीले चाहिँ नयाँ जीवन पाउनुपर्छ। अनि त्यो नयाँ जीवन पाउनलाई चाहिँ के गर्नुपर्छ भन्दा येशू ख्रीष्टलाई विश्वास गर्नुपर्ने। आत्मा र पवित्र पानीद्वारा जन्मेन भने उसले चाहिँ नयाँ जीवन पाउन सक्दैन भन्ने कुरा पनि यहाँ उल्लेखित छ। प्रियजनहरू, जसरी निकोदेमसलाई येशू ख्रीष्टले तिमी चाहिँ नयाँ गरी जन्मनुपर्छ भन्दा उसले म फेरि आमाको गर्भमा फेरि कसरी पस्न सक्छु भन्ने कुरा चाहिँ त्यहाँ येशू ख्रीष्टले चाहिँ प्रश्न उत्तर दिँदै गर्दाखेरि त्यो प्रश्न चाहिँ उसको दिमागमा आएको हामी भेट्टाउन सक्छौँ। कतिपटक हामी येशू ख्रीष्टलाई साधारण भाषामा हामी बुझ्न सक्दैनौँ होला। हामीलाई कतिपटक तपाईँको छिमेकी, तपाईँको इष्टमित्र, तपाईँको परिवारहरूले येशू ख्रीष्टको बारेमा सुनाउँदै गर्दा, कुनै अन्जान व्यक्तिले तपाईँलाई येशू ख्रीष्टको बारेमा सुनाउँदै गर्दा तपाईँहरूलाई विभिन्न प्रश्नहरू पक्कै पनि आउँछ नै। तपाईँलाई कतिपटक त येशू ख्रीष्टको नाउँ सुन्दा नै तपाईँलाई पट्यार लाग्छ, तपाईँलाई रिस उठ्न सक्छ, तपाईँलाई झ्याउ लाग्न सक्छ। तर येशू ख्रीष्टले चाहिँ तपाईँलाई अति प्रेम गर्नुहुन्छ। परमेश्वरले तपाईँलाई धेरै नै प्रेम गर्नुहुन्छ। संसारको मानिसहरूले तपाईँलाई कति प्रेम गर्नुहुन्छ त्योभन्दा धेरै गुणा परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। कतिपटक तपाईँकै छिमेकीले तपाईँलाई घृणा गर्न सक्छ, तपाईँको परिवारले नै घृणा गर्न सक्छ। यदि तपाईँको राम्रो कमाइ भएन भने, तपाईँको स्वास्थ्य राम्रो भएन भने, तपाईँ कमजोरी अवस्थामा भयो भने धेरै मानिसहरूले तपाईँलाई घृणा गर्न सक्छ। तर तपाईँलाई परमेश्वरले कहिले पनि घृणा गर्नुहुन्न, तपाईँलाई परमेश्वरले कहिले पनि छोड्नुहुन्न। तपाईँलाई परमेश्वरले जहिले पनि वास्ता फिक्री गरिराख्नुहुन्छ। तपाईँ शारीरिक बनावटमा कमजोर हुनुहोला, तपाईँ शारीरिक स्वास्थ्यमा तपाईँ कमजोर हुनुहोला, तपाईँ मानसिक रूपमा कमजोर हुनुहोला, तपाईँ आर्थिक रूपमा कमजोर हुनुहोला, तर तपाईँलाई परमेश्वरले ती कुराहरूमा वास्ता गर्नुहुन्न। तर तपाईँलाई परमेश्वरले चाहिँ तपाईँको हृदय हेर्नुहुन्छ। तपाईँको हृदय चाहिँ नम्र हृदय, प्रायश्चित हृदय हो। सबै मानिसहरूले पाप गरेका छन् र तिनीहरू चाहिँ अनन्त मृत्युको भागीदार भएका छन्। तर परमेश्वरले भन्दै हुनुहुन्छ, पश्चाताप गर। तिमीहरूले पश्चाताप गर्यौ भने तिमीहरूले चाहिँ अनन्त जीवन पाउन सक्छौ र नयाँ गरी जन्मनुपर्छ तिमीहरू, है।
तपाईँ हामीले कतिपटक हामीले संसारमा जीवनयापन गर्दै गर्दाखेरि हामीले विभिन्न गल्तीहरू गरेका छौँ होला। कतिपटक हामीले नचाहँदै गल्ती गरेका छौँ, कतिपटक हामीले जानी पनि गल्ती गरेका छौँ। तर ती सबै कुराहरूलाई भुलेर, सबै कुराहरूलाई बिर्सिएर हामी परमेश्वरको चरणमा नम्र हृदय लिएर जब हामी आउँछौँ भने तपाईँलाई परमेश्वरले ती पापहरू, ती गल्तीहरूलाई परमेश्वरले चाहिँ छुटकारा दिनुहुन्छ। तपाईँलाई र मलाई परमेश्वरले जहिले पनि बाँचुन्, अनन्त जीवन पाउन् भन्ने चाहिँ उहाँको इच्छा छ प्रियजनहरू। जसरी निकोदेमस भन्ने एकजना जुन चाहिँ महासभाका एक सदस्य थिए, यहुदीहरूका महासभाका एक सदस्य थिए, तर उसले येशू ख्रीष्टको बारेमा थाहा पाएको थियो र उसले येशूलाई कहिले भेट्ने र येशूलाई भेटेर चाहिँ म मेरो प्रश्नहरू चाहिँ येशूलाई सोध्छु र उसले मलाई केही जवाब भने पक्कै पनि दिन्छ भन्ने हिसाबले ऊ नम्र भएर ऊ चाहिँ लुकी गएर भने पनि उसले चाहिँ येशूलाई प्रश्न सोधेको छ, अनन्त जीवन पाउनलाई चाहिँ मैले के गर्नुपर्छ, नयाँ जीवन पाउनलाई चाहिँ मैले के गर्नुपर्छ भन्ने प्रश्नहरू सोध्दै गर्दाखेरि येशू ख्रीष्टले चाहिँ जवाफ दिनुभएको छ। साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन भन्ने कुराहरू पनि यहाँ उल्लेखित छ। प्रियजनहरू, के तपाईँ हामी पनि यस्तै प्रश्नहरू लिएर बाँचिराखेका त छैनौँ? यदि हामीसँग यस्ता अनगिन्तीहरू प्रश्नहरू हाम्रो दिमागमा उठ्नु स्वाभाविकै कुरा हो, किनकि हामी मानिस जातिहरूलाई जहिले पनि सजिलो, सरल र सबै कुराहरूले भरिपूर्ण भएको हामी देख्न चाहन्छौँ, अनुभव गर्न चाहन्छौँ, महसुस गर्न चाहन्छौँ। तर संसारमा हामी हेऱ्यौँ भने ती घटनाहरूलाई, ती परिस्थितिहरूलाई हामी हेऱ्यौँ भने सहज छैन। प्रियजनहरू, अहिले नेपालमा हेऱ्यौँ भने, विभिन्न देशहरूमा हेऱ्यौँ भने बाढी पहिरोले धेरै मानिसहरूको धनजनको क्षति गराइराखेको छ। दिन प्रतिदिन मानिसहरूले आफ्नो ज्यान गुमाउनु परेको छ। तर तपाईँ हामी जीवित हुँदा नै साँचो परमेश्वरलाई चिन्यौँ भने हामीले चाहिँ अनन्त जीवन हामी पाउन सक्छौँ। प्रियजनहरू, हाम्रो समय अझै बाँकी छ, किनभने जब हामी संसारमा विभिन्न घटनाहरू हुँदैछन्, भइराखेको हुन्छ, ती घटनामा पनि हाम्रो शरीर कुनै बेला हाम्रो शरीरहरू चाहिँ ध्वस्त भएर जान सक्छ। ती ध्वस्त भइसके पछाडि हामीले यसुलाई म विश्वास गर्छु भनेर पनि हामीले गर्न सक्दैनौँ, हामीले चाहेर पनि गर्न सक्दैनौँ। त्यसकारणले हामीसँग यो समय रहेको छ, यो समय रहेकै बेला हामीले चाहिँ असल परमेश्वरलाई हामीले विश्वास गर्न सक्यौँ भने हामीले चाहिँ अनन्त जीवन पाउन सक्ने रहेछौँ। प्रियजनहरू, हामी अहिलेको समयमा हेऱ्यौँ भने धेरै मानिसहरूलाई हेऱ्यौँ भने उनीहरू आर्थिक रूपमा बलियो हुन पाए, धेरै धन कमाउन पाए, धेरै सम्पत्तिहरू जोड्न पाए, भविष्यमा अलिकति आराम हुने थियो। हामीलाई वर्तमानभन्दा हामी भविष्यको बढी फिक्री गर्दछौँ। तर परमेश्वरको वचनमा पनि यसरी लेखिएको छ, तिमीहरूसँग अथाह धन सम्पत्ति छ, तर तिमीलाई मैले भने तिमी आज नै राति मेरो स्वर्गमा म तिमीलाई उठाएर लानेछु भन्यो भने तपाईँ र मेरो त्यो उत्तर चाहिँ के हुँदछ? हामीले धन सम्पत्ति हामीले थुपार्यौँ भविष्यको निम्ति, तर हामीलाई परमेश्वरले राति नै उहाँले उठाएर लिएर जानुभयो भने ती धन सम्पत्ति चाहिँ के को लागि? त्यसकारण प्रियजनहरू, हामीहरूले भविष्यलाई बढी फोकस गरिराखेका छौँ, तर वर्तमान चाहिँ गन्जागोल प्रकारको जीवन जियौँ भने हामी असल छोराछोरी बन्न सक्दैनौँ, असल छिमेकी बन्न सक्दैनौँ, असल परिवारको सदस्य बन्न सक्दैनौँ। प्रियजनहरू, त्यसकारणले आज परमेश्वरले हामीलाई भन्दै हुनुहुन्छ, तिमीहरूले चाहिँ अनन्त जीवन पाउनुपर्छ। म यस
कार्यक्रम असल छिमेकीबाट पनि म तपाईँलाई यही भन्न चाहन्छु, यदि तपाईँहरूले अनन्त जीवन पाउनु भएको छैन भने आज नै, अहिले नै समय हो प्रियजनहरू। भविष्यमा के हुन्छ भन्ने कुराहरू हामी आकलन गर्न सक्छौँ, तर हामी ठकुवा गर्न भने सक्दैनौँ। त्यस कारणले अहिले नै तपाईँसम्म रहेको समयलाई नै सदुपयोग गरेर तपाईँले साँचो परमेश्वरलाई विश्वास गर्नुपर्दछ। तपाईँले साँचो परमेश्वरलाई चाहिँ आराधना गर्नुपर्ने हुन्छ। तर हामी विभिन्न मानिसहरूको दन्ते कथाहरूलाई लिएर हामी पछ्यायौँ भने, ती विनाश हुने कुराहरूमा हामी पछ्यायौँ भने हामी त्यो विनाशकै बाटो भएर जानुपर्ने हुन्छ। तर परमेश्वरले भन्दै हुनुहुन्छ, आओ म तिमीहरूलाई विश्राम दिनेछु। सबै थाकेका र बोझले दबिएका म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु भनेर परमेश्वरले भन्नुहुन्छ। तपाईँलाई र मलाई परमेश्वरले कति वास्ता फिक्री गर्नुहुन्छ। सबै मानिसहरू चाहिँ अनन्त जीवन पाएको मानिसहरू उहाँ देख्न चाहनुहुन्छ। सबै मानिसहरू बाँचेको उहाँ चाहनुहुन्छ। त्यस कारणले त तपाईँलाई परमेश्वरको बारेमा बताउन धेरै अन्जान व्यक्तिहरू तपाईँ कहाँ आएको होला, अथवा तपाईँको इष्टमित्रहरूले तपाईँलाई येशू ख्रीष्टको बारेमा बताएको होला, परमेश्वरको बारेमा बताएको होला। तर तपाईँले ती मानिसहरूले येशू ख्रीष्टको बारेमा र परमेश्वरको बारेमा बताउँदै गर्दाखेरि तपाईँले झिन्झट नमान्नुहोस्, तपाईँ झर्को नमान्नुहोस्, किनकि तपाईँलाई परमेश्वरले पठाउँदै हुनुहुन्छ तिमीले पनि अनन्त जीवन पाउनुपर्छ भनेर चाहिँ ती मानिसहरूलाई सहजीकरण गर्नलाई चाहिँ मानिसहरूलाई पठाउनु भएको छ। तपाईँ हामीलाई परमेश्वरले परिचालन गर्नुभएको छ। तपाईँहरूले यदि ख्रीष्टलाई चिन्नु भएको छ भने तपाईँले आफ्नो छिमेकी इष्टमित्र, आफ्नो छिमेकीहरूलाई तपाईँले परमेश्वरको बारेमा बताउनलाई चाहिँ तपाईँ नहिचकिचाउनुहोस् प्रियजन। यदि तपाईँहरूले यस कार्यक्रम सुन्दै गर्दाखेरि तपाईँहरूले येशू ख्रीष्टलाई चिन्नु भएको छैन भने तपाईँले चाहिँ येशू ख्रीष्टको बारेमा तपाईँले बुझ्नुहोस् र येशू ख्रीष्टलाई तपाईँले पछ्याउनुहोस्। किनकि परमेश्वरले भन्नुहुन्छ अनन्त जीवन चाहिँ येशू ख्रीष्टमा छ, परमेश्वरमा छ। उहाँलाई विश्वास गर्यो भने मात्र हामीले नयाँ जीवन पाउन सक्छौँ। तर हामीले येशू ख्रीष्टलाई विश्वास गर्न सकेका छैन भने चाहिँ हामी अनन्त मृत्युको भागीदार हुन सक्छौँ प्रियजनहरू। किनकि यस कार्यक्रमद्वारा मैले यी कुराहरू भन्दै गर्दाखेरि परमेश्वरको वचनबाट हामीलाई यही प्रेरणा मिल्दछ कि सबै मानिसहरूले चाहिँ अनन्त जीवन पाउनुपर्छ। सबै मानिसहरू चाहिँ स्वास्थ्य र आशिषित जीवन जिउनुपर्छ भन्ने चाहिँ परमेश्वरको इच्छा हो प्रियजनहरू। र आज परमेश्वरको वचनले पनि यही भन्दै हुनुहुन्छ, तपाईँ हामीलाई परमेश्वरले जुनसुकै अवस्थामा भए तापनि परमेश्वरले चाहिँ तपाईँ र मलाई अथाह प्रेम गरिराख्नुहुन्छ, तपाईँ र मलाई वास्ता फिक्री गरिराख्नुहुन्छ। र तपाईँको मनमा विभिन्न प्रश्नहरू उठेको होला, मैले पहिला यस्तो पापहरू गरेँ, मैले यस्तो गल्तीहरू गरेँ, मलाई परमेश्वरले स्वीकार्नुहुन्छ र मलाई अनन्त जीवन दिन सक्नुहुन्छ र भन्ने तपाईँ र मेरो मन मस्तिष्कमा ती प्रश्नहरू उठिराखेको हुनसक्छ। तर प्रियजनहरू हो, हामीले गएको समयमा विभिन्न जानी नजानी गल्तीहरू गऱ्यौँ, परमेश्वरको विरुद्धमा हामीले पाप गऱ्यौँ। तर परमेश्वरले ती पापहरू वास्ता गर्नुहुन्न। अब प्रेजेन्ट यो समयमा चाहिँ तपाईँले र मैले ती गल्तीहरूलाई स्वीकार्दै, ती पापहरूलाई स्वीकार्दै जब हामी येशू कहाँ आउँछौँ भने हामीलाई परमेश्वरले ती पाप, ती अधर्म, ती गल्तीहरूलाई चाहिँ उहाँले क्षमा दिनु सक्नुहुन्छ प्रियजनहरू। किनकि परमेश्वरले तपाईँलाई र मलाई अत्यन्तै प्रेम गर्नुहुन्छ। किनकि तपाईँ र मैले चाहिँ अनन्त जीवन पाएको चाहिँ उहाँको इच्छा छ प्रियजनहरू। अनि अनन्त जीवन पाउन चाहिँ हामीले के गर्नुपर्छ भन्दा हामीले येशू ख्रीष्टलाई विश्वास गर्नुपर्ने हुन्छ, येशू ख्रीष्टलाई ग्रहण गर्नुपर्ने हुन्छ। येशू ख्रीष्टको वचन अनुसार, परमेश्वरको वचन अनुसार जीवनयापन गर्दै जब हामी अगाडि बढ्छौँ भने परमेश्वरले हामीलाई अनन्त जीवनको भागीदार बनाउनुहुन्छ प्रियजनहरू। र यस रात्रिको समयमा म तपाईँलाई यही भन्न चाहन्छु, परमेश्वरले तपाईँ र मलाई
अति प्रेम गर्नुहुन्छ। जसरी निकोदेमसले येशू ख्रीष्टलाई प्रश्न उठाउँदै गर्दाखेरि येशू ख्रीष्टले भन्नुहुन्छ तिमीहरूले चाहिँ अनन्त जीवन पाउन चाहिँ तिमीहरू नयाँ गरी जन्मनुपर्छ प्रियजनहरू। त्यसकारणले तपाईँ र मैले पनि नयाँ जीवन पाउनको निम्ति चाहिँ येशू ख्रीष्टलाई ग्रहण गरी हाम्रो पाप, हाम्रो भुल, हाम्रो गल्तीहरूलाई पश्चाताप हृदय लिएर चाहिँ येशू कहाँ आयो भने उहाँले हामीलाई चाहिँ स्वीकार्नुहुन्छ प्रियजन। धन्यवाद छ। हामी फेरि अर्को समयमा फेरि भेट्ने बाचा गर्दै म यस कार्यक्रमलाई यही अन्त गर्न चाहन्छु। धन्यवाद। जय मसीह।